बाल्टी बोकेको थिएँ खिच्न पज गर है पज गर नजिकै रेडी। नमस्ते सबैजनालाई। यो बाल्टी र यो पानी मैले यहाँ तपाईँहरूलाई किन खनाइरहेको भन्ने लाग्यो होला। यो व्यास नगरपालिका यसको फोहोर व्यवस्थापन समिति अथवा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु। तपाईँहरूले हाम्रो व्यवस्थापन लिएर गएको फोहोर यो समयमा तपाईँहरू लिएर जानुहुन्छ। यो हाम्रो बिजनेस आवरको समय हो। यति दुर्गन्ध आउँछ यहाँ भमिट आउला जस्तो बनाइरहेको छ। त्यस्तो गरेर हाम्रो व्यवसाय कसरी चल्छ? यहाँ मात्रै होइन, यो तपाईँको टोल भरिहरू पनि सबैले नाक थुन्नुपर्ने अवस्था छ। जब गाडी हाम्रो पास हुन्छ नाक नथुनिकन बस्न सक्ने अवस्था छैन। त्यस्तो दुर्गन्ध हुनेसम्म बेलासम्म के हेरेर बसिरहेको छ व्यास नगरपालिका? के हेर्दैछ यसको व्यवस्थापन समिति? यहाँ तपाईँहरूले यसलाई अहिले त्यही दिउँसोको समय भन्दा यदि यस्तो अवस्था हो भने तपाईँले यसलाई रातिको समयमा पनि यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ। दिउँसोको समयमा हाम्रो बिजनेस आवर हुने समयमा तपाईँले यसरी यहाँ दुर्गन्ध हुने तरिकाले यसरी फोहोर लैजाँदै गर्दा यहाँ चुहिएको पानीले बस्न नसक्ने गरी दुर्गन्ध आइरहेको छ। यसको चाँडै नै व्यवस्थापन होस् भनेर पनि म व्यास नगरपालिका अनि यो व्यवस्थापन समितिलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।